हेलो एभ्रिवान, वेलकम टु नेक्स्ट मिनी ब्लग। आयो हजुरहरू पनि सन्चै नै हुनुहुन्छ होला अनि म पनि सन्चै नै छु। मेरो बिहानको सुरुवात हुन्छ चिया र कोदाको रोटीबाट। हजुरहरूलाई चाहिँ मेरो भिडियो कस्तो लाग्ने गर्छ कमेन्टमा चाहिँ उस्तै पर्खिरहेदिन नछुटाउनु होला। आज चाहिँ बिहान धेरै नै काम गर्नु थियो, त्यही भएर म चाहिँ छिटो नास्ता खानेतर्फ लागेँ। सायद हजुरहरू बजारमा बस्ने कतिपयले त बिहानमा नास्तै खानुहुन्न होला, तर हामी चाहिँ गाउँमा बस्ने भएको कारणले खाने गर्छौँ, किनभने बिहानमा काम गर्नुपर्छ। सुरुमा मलाई यसरी भिडियो गर्न धेरै नै गाह्रो भएको थियो, तर बिस्तारै बानी लाग्न लाग्यो। म चाहिँ आज कोठा लिप्न लागेको अनि लिप्न सुरु चाहिँ किचनदेखि गर्न लागेको। किचनको रुम चाहिँ धेरै नै फोहोर भइसकेको थियो। कुनोमा पनि माकुराको जालो अनि ध्वाँसो रहेको थियो अनि म चाहिँ पहिले नै साफ गर्नतर्फ लागेँ। पहिले नै साफ गरेपछि पछि लिप्नको लागि पनि धेरै नै सहज हुने गर्छ। आँखामा पर्छ कि भन्ने डरले मैले चाहिँ गम्छा फेरेको थिएँ। बिहान लिप्न भनेपछि धेरै नै त हुने, तर के गर्नु, बिहान भए पनि लिप्नु नै पर्यो। बिहानदेखि सुरु नगरेको भए आज बिहानी पनि थिएन होला, किनभने मलाई अर्को ठाउँ पनि लिप्नु थियो। लिप्न भनेपछि मलाई धेरै नै रङ्ग लाग्ने गर्छ। हजुरहरूले चाहिँ गाउँमा बसेर यसरी लिप्नु भयो कि पनि कमेन्ट गर्नु होला। म गाउँमा बस्नेसम्म मम्मीलाई पनि धेरै नै सहज हुने गर्छ, किनभने आधीभन्दा धेरै काम मैले नै गर्दिने गर्छु। केही समयपछि फेरि म पनि पढ्न जानु पर्यो। धेरै ठाउँदेखि मलाई कल पनि गर्नुभएको थियो, तर के गर्नु, समयको कारणले गर्दा यस्तै नै भयो। मलाई यो बिजुलीदेखि सानोदेखि नै डर लाग्ने, त्यही भएर म चाहिँ अब बिजुली निभाएर लिप्न लागेको। तर बिजुली लिप्न लागे पनि तर डर चाहिँ लागिरहेको थियो, किनभने नजिक नै लिप्नु परेको थियो। लाइट नबालिकन लिप्न लागेको त म त देख्ने नै छोडेँ अनि म चाहिँ फेरि लाइट बाल्नेतर्फ लागेँ। फाइनल्ली मैले यो कोठा चाहिँ लिपेर पनि सकिसकेँ। लिपेर सकिसकेपछि धेरै नै राम्रो देखिएको थियो। त्यसपछि म चाहिँ टिमो टिप्नेतर्फ लागेँ, किनभने टिमो साह्रै नै मनपर्ने अनि साथीहरूले पनि मलाई टिमो टिपेर राखिदिए भन्दै थिए अनि म त्यही भएर टिमो टिपेर राख्दैछु। अब चाहिँ त्यसको लागि भनेर राखेको केरा छिटै नै पाकिसक्यो अनि हजुरहरू पनि कोही केरा खानु मन छ आउनु होला। केरा चाहिँ हामीले छिटै नै काटिसकेको थियौँ। म चाहिँ त्यसपछि धुरीतर्फ सफा गर्नतर्फ लागेँ अनि हजुरहरूले यसलाई धुरी भनेर चिन्नुहुन्छ कि यसलाई बैकाल भनेर चिन्नुहुन्छ, तर हाम्रो घरतिर धेरै पहिले त बैकाल पनि भन्ने गर्छ अनि मैले चाहिँ धुरी भन्ने गर्छु। हजुरहरूले सोच्नु होला किन यसले धुरी भन्दैछ भनेर, यो चाहिँ घरको टुप्पामा हुने गर्छ, त्यही भएर मैले यसको नाम धुरी भन्ने गर्छु। हामीले यसमा चाहिँ मकै राखेको थियौँ, त्यही भएर धेरै नै धुलो भएको थियो, तर के गर्नु, सफा त गर्नु नै पर्यो। सायद टिनको तल भएर पनि होला धेरै नै गर्मी भएको थियो, तर के गर्नु, काम त गर्नु नै पर्यो। त्यसपछि मैले चाहिँ धुरी लिप्नतर्फ लागेँ अनि हजुरहरूले सोच्नु होला यसमा यो बाँसको चाहिँ के काम होला भनेर। यो बाँसमा चाहिँ हामीहरूले मकै राख्ने गर्छौँ, मकैको झोत्ताहरू। धुरी लिप्न चाहिँ धेरै नै दुःख भयो, किनभने बाहिर चाहिँ घाम लागेको थियो, धुरी चाहिँ टिन मुनि पर्थ्यो, त्यही भएर टिन चाहिँ धेरै नै तातेको थियो। टिन तातेको कारणले धेरै नै गर्मी भएको थियो, त्यही भएर म चाहिँ छिटो लिप्नतर्फ लागेँ। कतिपयलाई त मेरो भिडियो राम्रो पनि लाग्दैन होला, तर केही भएन, मेरो भिडियो चले राम्रो लाग्छ उसले मात्र हेर्छ। हजुरहरूको मायाको कारण नै म आज यहाँसम्म आएको छु अनि हजुरहरूलाई पनि धेरै धन्यवाद भन्न चाहन्छु। हजुरहरूले मेरो भिडियो चाहिँ कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ त पनि तल कमेन्ट गरिदिनु होला। सायद कतिपयले त यसले गाउँमा काम गरेको मात्रै भिडियो राख्छ पो भन्नु होला, तर म गाउँमै बस्छु, त्यही भएर मैले गाउँको नै भिडियो राख्ने गर्छु। फाइनली मैले लिपेर पनि सकिसकेँ। अब देख्न सक्नुहुन्छ हजुरहरू पनि। छिटो लिपेर सकेर अनि मैले चाहिँ नुहाइसकेँ। नुहाउन चाहिँ अल्छी गर्नु हुँदैन, नुहाउन चाहिँ स्वास्थ्यको लागि आफूलाई नै फाइदा हो। आजको मौसम पनि निकै नै राम्रो रहेको थियो। त्यसपछि मलाई चाहिँ मम्मीले नास्ता खान बोलाउनु भयो अनि म चाहिँ नास्ता खान जान्नेतर्फ लागेँ। आजको नास्तामा चाहिँ मम्मीले चाउमिन बनाइदिनु भएको थियो, तर चाउमिन भनेपछि मलाई धेरै नै मनपर्ने। चाउमिनहरू हजुरहरू पनि कोही कोहीलाई मनपर्ने गर्छ। बाई गाइज, हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ।